जो हाम्रो पार्टी जसपा नेपालले संघर्षको कार्यक्रमहरू घोषणा गरेको छ 28 बुन्दे माग राखेर त्यही अनुसारको केन्द्रको सर्कुलर जारी भएको कार्यक्रम हो। मन्सिर 19 र 21 गते जिल्लाको सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धरना आफ्नो माग सहितको प्ले कार्ड राखेर धरना दिने कार्यक्रम हाम्रो तय रहेको छ। त्यही अनुसारको कार्यक्रम 28 बुन्दे माग पार्टी राखेर अगाडि बढेको छ। त्यसको लागि यो हाम्रो धरना कार्यक्रम नेपाल सरकारसँग हाम्रो पार्टीले पहिलादेखि नै माग राखेर अघि बढेको हो। त्यसमा संविधान संशोधनदेखि लिएर पुनर्लेखनसम्मको माग हो। जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रहरू कायम गर्नको लागि हो। प्रदेशलाई स्वायत्त गर्नको लागि हो। किसानको लागि आरक्षण व्यवस्था गर्नको लागि हो। त्यस्तै 28 बुन्दे मागहरू राखेर अगाडि बढाइएको छ। त्यसको लागि यो हाम्रो कार्यक्रम हो।